सम्पूर्ण दर्शक साथीहरूलाई स्वागत छ आजको ब्लगमा। आजको हाम्रो यात्रा रामेछाप जिल्लाको साँगुटार बजारबाट सुरु गरेका छौं। तपाईहरुले यस बजारको केही दृश्यहरू देखाइराछौं। यो बजार रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानामा रहेको लिखु नदीको किनारमा रहेको एकदम सुन्दर र पुरानो बजार हो। यस बजारका केही रमाइला पलहरू समेटी हामी आफ्नो गन्तव्यतिर लाग्यौं। हामी साँगुटार बजारबाट लिखु कोरिडोर हुँदै माथि उत्तर दिशातिर लाग्नुपर्छ। यदि तपाईहरु मन्थली भएर आउन चाहनुहुन्छ भने धोबी हुँदै यही बाटोबाट आउन सक्नुहुन्छ। सिरसे आएर भेटिन्छ है। करिब आधी घण्टाको बाइकको यात्रापछि हामी सिरसे भन्ने ठाउँमा आइपुग्छौं। लिखुकै किनारमा रहेको अर्को एउटा सानो बजार हो यो सिरसे बजार। हाल यो बाटो निर्माणाधीन अवस्थामा छ र यो बाटोलाई तिब्बतसम्म जोड्ने योजना रहेको छ। यो बाटो पुरै अफरोड छ। बर्खायाममा त साह्रै अप्ठ्यारो हुन्छ। त्यसैले यदि तपाईहरु पोकली झरना घुम्न आउन मन बनाइसक्नु भएको छ भने तपाईहरु कृपया अर्को वैकल्पिक बाटो प्रयोग गरी आउनुहोला। गन्तव्यतिर अगाडि बढ्ने क्रममा एउटा हाइड्रो पावर देखियो जसको नाम तल्लो लिखु जलविद्युत आयोजना हो। यसलाई लिखु 3 भनेर पनि चिनिन्छ। यो खासमा वाटर रिजर्भायरको लागि बनाइएको ड्याम हो। यो हाइड्रो पावरको विद्युत उत्पादन क्षमता 28 मेगावाट रहेको छ। विद्युत उत्पादनको लागि बनाइएको यसको अर्को भाग हामी पछाडि नै रातमाटेमा छुटाइसक्यौं। केही बेर उक्त हाइड्रो पावरको अवलोकन गरिसकेपछि हामी पुनः आफ्नो गन्तव्यतिर फर्क्यौं। गन्तव्यकै क्रममा रामेछाप जिल्लाको अन्तिम भेटिने ठाउँ ढाडे बजार तपाई हेर्न सक्नुहुन्छ। यस पछाडि रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानामा पर्ने लिखु नदीमा बनेको पुल तर्दैछौं जुन चाहिँ रामेछाप नगरपालिकाको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गा जिल्लामा पर्ने खिजिदिम्बा गाउँपालिकाको सिमाना पर्ने रहेछ। ल साथीहरु तपाई अगाडि हेर्न सक्नुहुन्छ खिजिदिम्बा गाउँपालिकाको प्रवेशद्वार पनि बनाइएको छ। त्यस्तै अगाडि बढ्ने क्रममा तपाईहरु बायाँपट्टि हेर्न सक्नुहुन्छ। यो अर्को एउटा हाइड्रो पावर कम्पनी रहेछ जसको नाम ग्रीन भेन्चर हाइड्रो पावर, जसको नाम सायद साथीहरुले सुन्नु भएकै होला। जसको अर्को कार्यालय तपाई अगाडि हेर्न सक्नुहुन्छ रातो गेट भएको। यहाँनिर पुग्दा साथीहरु एकदम ध्यान दिनु होला है, नभए सिधै जान सक्नुहुन्छ तपाईहरु। यहाँबाट तपाईहरुले दाहिनेतिर घुम्नु पर्ने हुन्छ। यहाँबाट करिब आधी घण्टाको बाइकको यात्रापछि तपाई पोकली गाउँमा प्रवेश गर्नुहुन्छ। यहाँ पुगेपछि टाढैदेखि पोकली झरनाको दृश्य हेर्न सक्नुहुन्छ तपाईहरु। क्या कायदाको देखिन्छ यहाँबाट पनि। आहा, अझ नजिक गएर पोखली झरनाको दृश्य हेर्ने नै छौं हामी।
साथीहरू पोकली झरनाको प्रवेशद्वार यहाँ रहेछ। अब हामी प्रवेश गर्न लागिरहेछौँ। ल हेरौँ खै बराल सर हेलो भनिदिनु। हेलो ल म पनि यहाँ छु। हामी आज गर्मीलाई छल्नको लागि अलिक चिसो चिसो पनि भइरहेछ। अब चाहिँ यस्तो भर्याङ तपाईँ पोकली झर्ना समय पाउनुहुन्छ है। ल साथीहरू फाइनली हेरौँ है पोकली झरना। यो पो त स्वर्ग जस्तै आनन्द आयो। यस्तो सुन्दर मनमोहक प्रकृतिमा रमाउन चाहनुहुन्छ भने साथीहरू मजाले पोकली झरना आउनुहोस्, भिजिट गर्नुहोस्, मजाले रमाएर जानुहोस्। यो सुन्दर दृश्य हेरेर तपाईहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला है। ल तपाईँ हेर्न सक्नुहुन्छ यो सुन्दर मनमोहक प्रकृतिमा बराल सर रमाइराख्नु भएको छ एकदम। सँगै म पनि रमाइरहेछु। ल हेर्नुहोस्, यस्तो ठाउँ कहाँ सधैँ घुम्न पाउँछ र। साथीहरू यहाँ आउँदा त खासै भिडभाड त देखिएन। त्यसैले यो ठाउँ बढीभन्दा बढी मान्छे सामु पुर्याउन प्रयास गरेको हो। त्यसैले हजुरहरू कृपया सेयर गरिदिनु होला र आगामी यस्तै रमाइलो भिडियो हेर्नको लागि कृपया फलो पनि गर्नु होला है साथीहरू। र मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।